नेपालको जनता पाल्ने हामी किसानलाई नै हो। वास्तवमा किसान ठुलो हो, तैपनि किसानको मर्यादा छैन, हामीले दुःख लागिरहेको पनि छ। यहाँनिर हाम्रो उत्पादन त्यो बिचौलियाहरूले चाहिँ हामीलाई भगिरहेको छ। त्यो बिचौलियाको अन्त्य गर्न धेरै कोडबाट चाहिँ प्रयत्नशील भएर लागिरहेको छ, तैपनि त्यसलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ। यस अर्थमा अब आउँदा दिनहरूमा यी सबै कुरालाई मनन गर्दै हामी आफ्नो ठाउँबाट आफ्नो बस्तीबाट सबैले यी कुरालाई प्रयत्न गर्दै गयौँ भने केही न केही हामीले एउटा खाद्यान्नको अभावलाई परिपूर्ति गर्न सक्ने हामी किसानै हौँ। यसैलाई आधार बनाएर राज्यले अहिले हिँडिरहेको छ, लागिरहेको छ। यिनै मनन गर्दै आउँदा दिनहरूमा यसलाई सफलतापूर्वक जाने गरी र लाग्ने गरी लागु हुनेछ भन्ने आशा राख्दै जबसम्म हामीले किसानलाई हामीले सशक्त रूपले अगाडि बढाउन सक्दैनौँ, आज यो खाद्य हामीले अहिले मानव अधिकारको लागि सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ बाँच्न पाउनुपर्छ, खाना पाउनुपर्छ। खाना पनि हामीले कसरी पूर्ण खाना खाने, हामीले शुद्ध खाने, हामीले पोसिलो खाने, थुप्रै खालका विषयमा अझै पनि छलफल गर्ने हामीले खानेकुरा कस्तो छ। अहिले धेरै विषादयुक्त खानाहरू हामीले खाइराखेका छौँ, त्यसै कारण विभिन्न प्रकारका रोगका हामी शिकार भइराखेका छौँ भन्ने कुरा धेरै लामो इतिहास छ। यसको 1945मा विश्व खाद्य दिवसलाई स्थापित भयो। अक्टोबर 16देखि चाहिँ यसको कार्यक्रमहरू लन्च हुँदै आज विश्वभरि आज भनौँ 200 कति समथिङ देशहरूले आज विश्व खाद्य दिवस मनाइराखेका छन्। खाद्यको मूलभूत कुरा हामीले अहिले गर्नुपर्ने खाद्यको विषयमा हामीले 3वटा कुरा गर्नुपर्छ। पहिलो कुरा त हामीले कसैलाई पनि भोको नदिनुहुन्न। विश्वमा आज थुप्रै मान्छेहरू भोको रहिरहनु भएको छ, खाना पाउनु भएको छैन। पेटभरि खानालाई पाउने धेरै प्रयत्न गर्नुपर्ने, धेरै मिहिनेत गर्नुपर्ने, धेरै श्रम गर्नुपर्ने, त्यस्तो अवस्थाबाट अन्त्य हुनको लागि आज हामीले विश्व दिवस विश्वभरिका सबै मान्छेहरूले खाना पाउनुपर्छ भन्न लागिराखेका छौँ। त्यसपछि हामीले उत्पादन गरेको खाद्य पदार्थको सुरक्षा कसरी गर्ने, हाम्रो देशको संरक्षण कसरी गर्ने, हामीले त्यसलाई कसरी सफाइ गर्ने भन्ने विषयमा हामीले गरिराखेका छौँ। विश्वका किसान एक हौं, विश्वका किसान एक हौं, भोकमरीको अन्त्य गर, भोकमरीको अन्त्य गर, खाद्य संप्रभुता कानुन लागू गर, किसान अधिकार कानुन निर्माण गर। आज असोज 30 गते नेपाली दिन, तर विश्वव्यापी रूपमा यो अक्टोबर 16लाई विश्व खाद्य दिवसको रूपमा मनाइरहेको छ। यो दिवस सन् 1945मा विश्व खाद्य तथा कृषि सङ्गठन FAO स्थापना भएको दिवस हो। त्यसैले यही दिवसलाई विश्व खाद्य दिवसको रूपमा मनाइदिएको छ। तर यो मनाउन अलि पछि सुरु गरियो। सन् 1970को दशकमा विश्वभर एकदमै भोकमरी र गरिबीबाट मानिसहरू धेरैको ज्यान गयो। अब यो भोकमरी अन्त्य गर्नुपर्छ। सबै जनताले खाना पाउनुपर्छ। यो खाना पाउने अधिकार जनताको सबभन्दा पहिलो अधिकार, शिक्षाको, स्वास्थ्यको, अरू अधिकार भन्दा पनि यो खाना पाउने अधिकार चाहिँ सबभन्दा प्रमुख हुनुपर्छ भनेर यही अधिकार प्रत्याभूत गर्नको लागि सन् 1981 आजभन्दा 45 वर्ष अगाडिदेखि यो विश्व खाद्य दिवस मनाउने प्रचलन सुरु भएको। अहिले हाम्रो देशमा पनि सरकारले, अन्य विभिन्न निकायहरूले र विश्वभरका यो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले आज 45औं विश्व खाद्य दिवस भव्यताका साथ मनाइरहेका छन्। तर हामी चाहिँ मनाउने भन्दा पनि हामी चाहिँ यसलाई अलिक दबाब दिने र यो विषयमा ध्यानाकर्षण गराउन खोजिरहेका छौँ। मलाई के लाग्छ भने हामी अझै विश्व खाद्य दिवस मनाउने समयमा छैनौँ, चरणमा छैनौँ। विश्वभर FAOले त अलिक थोरै भन्छ, 80 करोड जति भन्छन्, तर 1 अरब भन्दा बढी मानिसहरू अझै पनि भोकमरीको शिकार भइरहेका छन्। बेलुका भोकै सुत्नुपर्ने बाध्यतामा छन्। 2 साग पेटभरि खाना पाउने अवस्थामा छैन। नेपालमै पनि अझै
अझ किसानहरूको कुरा गर्ने भने भोकमरी र गरिबीबाट हामी मुक्त हुन सकेका छैनौँ। त्यसैले यो हामीले विश्व खाद्य दिवसको सन्दर्भमा हाम्रा किसानका मागहरू, भोकमरीका विषय, खाद्य सम्प्रभुताका विषयहरूलाई ध्यानाकर्षण गराउने सन्दर्भमा हामी उपस्थित छौँ। दोस्रो, आजको सन्दर्भ हामी यो कार्यक्रम आयोजना गरिरहेको चाहिँ अलि बढी महिला किसानहरू देखिनु भएको छ, महिला दिदीबहिनीहरू देखिरहनु भएको छ। यो विश्व ग्रामीण महिला दिवस थियो हिजो, यसकै सन्दर्भमा पनि हामी भेला भएका छौँ। किनभने यो भोकमरीबाट जो पीडित हुनुहुन्छ उहाँहरू चाहिँ धेरै जसो ग्रामीण क्षेत्रमा बस्ने महिला दिदीबहिनीहरू, अझ हाम्रो देशमा चाहिँ दलितहरू, जनजातिहरू, सीमान्तकृत समुदाय भन्छ हामी। यो अलिक बढी चाहिँ हामीले महिलाका विषयहरूलाई पनि ध्यान आकर्षण गर्न खोज्दैछौँ। त्यो सन्दर्भमा हामी आज उपस्थित छौँ। अन्तर्राष्ट्रिय किसान दिवस हो भन्ने सन्दर्भमा उहाँहरूबाट आज र भोलि सम्भवतः 2 दिने प्रशिक्षण कार्यक्रम हुनेछ। नेपाल राष्ट्रिय किसानको सन्दर्भमा, आन्दोलनको सन्दर्भमा, विश्व किसान आन्दोलनको सन्दर्भमा उहाँहरूबाट प्रस्ताव हुनेछ। मात्र हामी शुभकामना दिन उभिएको। अब हाम्रो नगरपालिकाको परिचय यहाँ 3वटा देउपुर 4वटा मण्डल मिलाएर यो 76 सालको राज्यको पुनर्संरचना आयोगबाट घोषणा गरेर निर्माण भएको नगरपालिका। यो नगरपालिकाको नाम पनि 2टा भूगोलहरूको हुनाले देउपुर र मण्डल कृषि र पर्यटन नारा के गरौँ भयो। अब पहिलोपल्ट एउटा नारा त राख्नु चाहियो नि भनेपछि यसो बोरी 2टा भूगोल पनि समेट्ने अनि खेतीयोग्य जमिन पनि यहाँ रहेको। नगरको अधिकांश होटल हाम्रो नगरपालिका रहेको हुनाले देउपुर र मण्डल कृषि र पर्यटन भन्ने नारा पनि लाग्यो। हाम्रा कुन्दाबेसीको, चनौटेको, हामी उतातिर गएर थियौँ शिवघाटको, यता चम्बेली बेसी धेरै खेतीयोग्य जमिनहरू भएको जग्गालाई हामी मरुभूमि बनाउन चाहन्नौँ। नगरपालिकाबाट मैले धेरै संरक्षण गर्नु पर्यो। आज यो हरियाली सडक देख्नु पाएको छ, जग्गा देख्नु पाएको छ, हरियाली धान खेतीहरू देख्न पाएको छ। सन्दर्भ मिलेको छ। यो आयोजना गर्नुको यो आयोजनाले के उद्देश्य साबित गर्न खोजिएको छ भने यहाँका किसान दिदीबहिनीहरू नगरपालिकामा उहाँको दोस्रो कार्यकालमा हेर्दाखेरि महिलाहरूले नै पछिल्लो काम गरेका हुन्छन्। अनि काठमाडौँबाट यहाँ आउँदासम्म पनि हाम्रा दिदीबहिनीहरूले उत्पादनकै काम किराहरू गर्नुपर्यो। उत्पादन गर्न जुनसुकै अवस्था रहे पनि आखिरै नखाइकन कोही पनि पुगिन सक्दैन। धरतीमा चाहे युवाहरूको व्यवस्था होस्, चाहे प्रोडक्ट होस्, चाहे जुनसुकै व्यवस्था होस्, तरै पनि हाम्रो उत्पादनको व्यवस्था, उत्पादनको काम कहिल्यै रोकिँदैन। किन भन्दा उत्पादन गर्ने खानको लागि हो, मान्छे नखाइकन भाग्न सक्दैन। अहिले अब बिहान कतिले चिया खानु भयो होला, कतिले खानु होइन होला। अहिले सबैलाई भोक लागिसकेको छ, खाने बेला अब हुन्छ कि भन्ने सबै खानाको पर्खाइमा छ। त्यसो भएर चाहे जोसुकै जेसुकै आए पनि हामी आफ्नो ठाउँमा कर्मशील भएर नै हामी लाग्छौँ। त्यसमा अहिले चाहिँ विषादी रोग उत्पादनको लागि हामीले जोड दियो। यो विषादीले गर्दाखेरि धेरै मान्छेको अकालमा मृत्यु भइरहेको छ अनि अप्ठ्यारा रोगहरू लगाइरहेका छन्। त्यसो भएर सकेसम्म हामीहरूले विषादी रोग उत्पादनमा ध्यान दिनुपर्छ। त्यसमा पनि त्यसमा महिलाहरूको हात ठुलो हुन्छ। हामीले हिजो त हिउँदो राख्ने, कसरी खेतीपाती लाउने, कुन समय लाउने, कुन समयमा त्यसलाई चाहिँ गोडमेल गर्ने, कुन समयमा त्यसलाई स्याहार गर्ने र कसरी खाने, अन्तिममा थालमा पसिदिएपछि बल्ल धेरै मान्छेले थाहा पाउने, घर परिवारहरूले थाहा पाउने। महिलाहरूको काम लगाउनेदेखि लिएर गोडमेल गर्नेदेखि लिएर